बस साथीहरू हामी कराई पुग्यो। अब हाम्रो सबै यो गरिसक्यो। अब यसमा सल्ट हालेर यसलाई ढाकेर चाहिँ 24 आवर चाहिँ हामी काटिसक्यो मैले चाहिँ। अनि यहाँ हेर्नु यसरी लेयर लेयर राख्दै सल्ट हाल्दै गरिरहेको। हिजो चाहिँ मैले सबै त्यो क्याबेज 5-6वटा क्याबेज काटेर चाहिँ राखेको थिएँ। हेलो साथीहरू, म चाहिँ यहाँ चाहिँ हिजो 6वटा लसुन, अनि यो चाहिँ भयो, यो चाहिँ यही काटेको प्याज भइगयो, यो ग्रिन अनियन, अनि यो चाहिँ सेतो खालको अनियन, अनि यो चाहिँ जिन्जर है साथीहरू। अनि यो चाहिँ चाय भयो। यो चाहिँ चाय बनाइसकेपछि भरे माथिबाट छर्केर राम्रो बनाउने हरियो कलर। अब यहाँ चाहिँ म यसलाई चाहिँ चामलको पिठो, हाफ कप चामलको पिठो राखिरहेको छु। यो चाहिँ खिम्चीमा हाल्नको लागि चाहिँ चामलको पिठो चाहिँ हाफ कप छ। अनि यसलाई चाहिँ यसरी तातो पानीमा 30 सेकेन्ड जति मिडियम हाई हिटमा चाहिँ यसलाई माल्नुपर्छ। अनि यहाँ चाहिँ फिस सस हाल्यो अलिकति। म चाहिँ अब त्यो श्रिम्पहरू चाहिँ मलाई एलर्जिक हुन्छ, त्यही चाहिँ मैले यसरी यो जिन्जरहरूलाई र गार्लिकलाई चाहिँ यसलाई फिरे बनाउँछु। म यसलाई पनि खिम्चीको लागि चाहिँ योहरू सस बनाइरहेको छु। जिन्जरहरू त्यो मैले देखाएको सामानहरूको सस चाहिँ अब हामीले हाल्नलाई रेडी बनाइसक्यो। यो चाहिँ भइसक्यो। अब अरू सामान देखाउँदैछु। अब मैले यसलाई कोरेर यसले चाहिँ कलर निकाल्छ राम्रो बना। अनि 6वटा जति मसिनो स्मल क्यारोट चाहिँ कोरेर अब मुला कोर्दैछु। मुला र यो क्यारोटले चाहिँ ल मैले अघिको यो एप्पल एन्ड जिन्जर गार्लिक अनियन चाहिँ यसरी हाल्दैछु अहिले। यसलाई त्यो के अरे चामलको पिठो र उसमा चाहिँ के भन्छ अरे फिस ससमा चाहिँ हामीले चाहिँ यो रेड चिल्ली पाउडर पनि हालेर चाहिँ यसलाई स्पाइस। म चाहिँ गोजु चिल्ली पनि हाल्दैछु यसमा कलर हाल्दैछु, मिलाउँदैछु। हामी चाहिँ यसलाई चाहिँ सस बनाइरहेको छु। अब चाहिँ म यो चिल्ली सस बनाएको अघि विथ द राइसको पाउडर अनि के अरे ल हाम्रो हेर्नु त सस रेडी भइसक्यो सबैको काटेर। अब यसमा चाहिँ अब खिम्चीको क्याबेज हालिँदैछ। यहाँबाट अब खिम्ची क्याबेज यसरी हाल्ने यसरी हेर्नु साथीहरू। हाम्रो खिम्ची मोलिँदैछ है, मोलिँदैछ। अघिको चिल्लीहरू सबै छ। अब ग्रिन अनियन र चाय हाल्दैछु है, मसिनो ग्रिन अनियन चाय। ल साथीहरू, हाम्रो खिम्ची चाहिँ रेडी भयो है। अब ल साथीहरू जरमा हाल्दैछु है म चाहिँ खिम्ची। वाह वाह वाह।